दुखिरहने व्यथा बने साना साना भूलहरू दुखिरहने व्यथा बने साना साना भूलहरू आँखाका झरी बने जिन्दगीका पलहरू दुखिरहने व्यथा बने साना साना भूलहरू दुखिरहने व्यथा बने साना साना भूलहरू छोरा म तिमीसँग बोल्दिन। सरी अम्बिका म अलिक ढिलो भयो नरिसाउ न यार। तिमी नै मलाई बोलाउँछौ अनि आफै ढिलो आउँछौ। म तिमीसँग बोल्दिन। सरी भन्दैछु त अम्बिका। होइन साथी हो, आज यो कलेजमा आकाशलाई देखिँदैन पनि। आज आकाश आउँदैन कि क्या हो? आइहाल्छ नि। यदि आकाश कलेज आएन भने त कलेजै सुनसान भइहाल्छ नि। ओ रिता तँ त के हो आकाशको मायामा डुबिस् कि के हो? पागल होइस् नि फेरि। कहाँ डुबेको छु र? यति साह्रो नभन्न यार। ओ आकाश पनि आइपुग्यो। हेलो के छ विक्रम? सन्तोष के छ? के छ गर्स? ओ साथी हो गुड मर्निङ है सबैलाई। के छ सबलाई ठिक छ होइन? आकाश तिमी किन ढिलो आएको? अब ढिलै भयो भने आयो त अम्बिका। बरु जाउँ न क्लासतिर। किन रिसाएको? हिँड्न जाउँ। हेर साथी हो, अब कलेज पनि 1 महिनाको लागि छुट्टी भयो। अब यो छुट्टीमा हामी कहीँ टाढा टुरमा जानुपर्छ है। हेर आकाश, हामी भिलेटार घुम्न जानुपर्छ। त्यहाँको वातावरण चिसो र राम्रो छ। आकाश हामी भिलेटार नै जानु। भिलेटारमा मजा आउँछ। होइन साथी हो, हामी इलाम नै जानुपर्छ। इलामको भ्रमण साह्रै राम्रो हुन्छ। अमोलो इलाम त नजाउँ, त्यहाँ त बाघ भालु आउँछ भने सुनेको थिएँ। फेरि चेप्ट्याउने पर्यो। चुप्लाक साले, के साह्रो डर छ बाघ भालुसँग। ल ठिक छ साथी हो, अब हामी इलामै जाने भयौँ।
भोलि सबैजना रेडी भएर आउनु है त ल हेर्दा जाउँ हौ साथी हो म आज अम्बिकालाई देख्दिनँ नि कहाँ गयो आकाश दाई अम्बिका दिदी ऊ त्यहाँ हुनुहुन्छ अम्बिका के हो तिमीलाई आकाश म यो पालिको टुरमा जान सक्दिनँ किन अम्बिका के भयो र तिमीलाई हो आकाश दाई अम्बिकाको बुवा साह्रै बिरामी हुनुहुन्छ उहाँलाई अहिले हस्पिटलमा जोइन गरिएको छ आकाश मेरो बुवा साह्रै बिरामी हुनुहुन्छ त्यसैले म जान सक्दिनँ तिमीहरू जाऊ है आकाश अम्बिका नगएर के भयो त हामी छौँ नि हेलो सुरज भोलि इलाम जाने फिक्स भयो थाहा छ नि तिमीलाई सबै साथीहरूलाई भनिदेऊ है भोलि सबैजना रेडी भएर आउनु है त ल ओके मैले फोन राख्दै साथी तिमीलाई थाहा छ हामी कहाँ छौँ अहिले हामी झापाको होक्से भन्ने ठाउँमा छौँ अझै हामीलाई इलाम पुग्न 2 घन्टा लाग्छ आकाश हामी त निकै जङ्गलभित्र जस्तो छौँ नि कतै बाटो त बिर्सने होइन सुरज तिमी किन डराउँछौ आकाश पहिला पनि यो ठाउँमा आएको हो आकाशले हामीलाई पुरै हाल्छ नि हो सुरज तिमी नडराऊ आकाशले हामीलाई जसरी भए पनि इलाम पुरै हाल्छ नि साथी हो आज हामी जसरी भए पनि इलाम पुग्नै पर्छ तर आज चाँडो गए कसो होला हो यार साथी हो भरिसके चाँडै जानुपर्छ मलाई त साह्रै डर लाग्छ बरु हामी यहाँ धेरै बेर नबसेकै बेस हो चाँडै जाउँ हे मुला यो डर छोरोलाई के दिनमा चाहिँ लिएर आइएछ डर त लागिहाल्छ नि मलाई पनि त उसलाई जतिकै डर लाग्छ मेरो पनि त मुटु सानो छ मुलाहरूलाई बेकार लिएर हिँडिएछ अलिकति के जङ्गलमा बसेको थियो झन्डै मर छेरेर मेरो त भुँडी दुखेर मर्न लागे पखाला चले जस्तो छ यसो अलिकति छेरेर आउँछ ल त यहीँ बस छेरे पनि यहीँ छेर यहाँ त बाघ भालु बाँदरले समेत खान्छ अरे तँ कहाँ जान्छस् त्यस्ता मुला बाँदर त म टिपेर फ्यालिदिन्छु अमो यो तिर कहाँबाट आयो फेरि अब मार्ने भयो आन्द्रा बुढी निकाल्ने भयो सबै साथी हो जङ्गली मान्छे भागौ साथी हो
अनि तपाईहरू को अनि यो जङ्गलमा कहाँबाट आउनुभयो? हामी झापाबाट इलाम घुम्न आएका थियौँ, तर थाहा थिएन हामीलाई यहाँ यस्तो हुन्छ भन्ने कुरा। तपाईँ चाहिँ को हो नि? अनि यहाँ कसरी आइपुग्नुभयो? म यो जङ्गलको चौकीदार हुँ। यो जङ्गलको रेखदेख गर्ने मान्छे पनि हो। अनि तपाईँलाई यो जङ्गलमा बाघ भालु बाँदर केहीले खाँदैन? म यो जङ्गली जनावरको साथी जस्तै भइसकेको छु। अनि म यो जङ्गलको जनावरलाई धेरै माया गर्छु, त्यसैले मलाई आक्रमण गर्न सक्दैनन्। त्यसो भए दाइ, तपाईँलाई थाहा रहेछ यो जङ्गलमा के जनावरहरू छन् त? जङ्गलमा कति जनावरहरू हुन्छन् त्यो त तपाईँहरूलाई पनि थाहा छ होला, तर त्योभन्दा खतरनाक जनावरहरू यो जङ्गलमा छन्। दाइ, हामीले सुनेको मात्र थियौँ, हामीले देख्यौँ कि यो जङ्गली मान्छे हो त? हो, मैले पनि हिजोसम्म देखेको थिइनँ, तर आज देखेँ। तर यो जङ्गलमा धेरै जनावरहरूबाट धेरै चिजबाट बाँचेर हिँड्नुपर्छ। दाइ, अब हामीलाई बाटोमा निकालिदिनु पर्यो, हामी घर जान्छौँ। बाटो त मलाई पनि थाहा छैन, म कुन बाटो आएँ। खैर केही छैन, म तपाईँहरूलाई यो जङ्गल घुमाइदिन्छु, अनि घुम्दै घुम्दै हामी बाटोतिर निस्क्यौँला। ल हेर्नुहोस्, जाउँ, आउनुहोस् मसँग। दाइ, अझै बाटो भेटिन कति टाइम लाग्ला हो? हिँड्दै जाउँ, अब कहाँसम्म पुगिन्छ। मान्छेको पाइला जहाँ भेटिन्छ त्यही पाइलाको अनुमानमा हिँड्नुपर्छ। अब म त यहाँ भन्दा त एक पहिला पनि सार्नु सक्दिनँ। आमौ, म त मर्छु होला। अब जङ्गली मान्छेले नि खेदाउँछ, झन् यो मोटीले त कट्टु मात्रै लाएर आएको छ। यसलाई त सिधै बाक्लुस नआउने भयो यसलाई नि। अब है चुप लाग डर छिर्वा, त पनि डराउँछस्, अरूलाई पनि डर देखाउँछ। त्यही त, आफूलाई चाहिँ कतिखेर घर पुग्नु जस्तो भइरहेछ, यो चाहिँ डर मात्र देखाउँछ। होइन, तिमीहरूलाई मात्रै डर लाग्छ? आफ्नो यहाँ मुटु कामिसक्यो। हे, तिमीहरू खालि झगडा गर्नुपर्छ। दाइ हुनुहुन्छ त, दाइले बाटो देखाइदिइहाल्नुहुन्छ नि। प्लिज किरण, मलाई जसरी भए पनि मेरो घर पुऱ्याइदेऊ। जाँदैछौँ त, लगभग आइपुग्न आँट्यो होला नि त बाटोमा। के दिनमा आइएछ यार इलाम घुम्न यो आकाशको कुरा सुनेर। त्यही त, तिमीहरूलाई मैले पहिले नै भनेको थिएँ नि, इलाम नजाउँ भेडेटर जाउँ भनेर। दाइ, मलाई साह्रै तिर्खा लाग्यो, यता कतै पानी पिउने ठाउँ छैन। दाइ, काहीँ खोला भेटियो भने नुहाउनु पर्छ। ठिकै छ, अब यहाँ पनि पानी सुकेको रहेछ। जहाँ पानी भेटिन्छ त्यहाँ पानी पनि पिउँला, अनि ककरलाई नुहाउन मन लागेको छ नुहाउला, है त। ल हेर्नुहोस्, जाउँ। ल साथी हो, खोला यही हो, ककरलाई नुहाउन मन लागेको छ नुहाउनुहोस्, है त। होइन साथी हो, तिमीहरू चाहिँ नुहा, म चाहिँ नुहाउँदिनँ। अहिले फेरि यहाँ हात्ती आउने लुगा पनि लाउनु भ्याइँदैन। त्यही माथि आफूले त घुम्दा के नै पाइन्छ भनेर कट्टु सट्टु पनि नपकिनेको हतारमा यस्तो हुँदो रहेछ। तिमीहरू नुहा, म चाहिँ बरु डङ्डै गनाउने भए पनि घर पुग्छु। होइन हो, हुँदैन। ओइ डर छिर्वा, थुक्क डर छिर्वा, हात्ती आयो भने तँलाई मात्रै मार्छ, हामी सबैलाई मार्दैन। ल त साथी हो, तपाईँहरू नुहाउँदै गर्नुहोस्, म चाहिँ यता कतै बाटो पत्ता लाएर आउँछु। त्यसको बादले त लुगा यतै फर्केर फेर्छ त। ओइ काली, उता फर्केर फेर, कहीँ नभरको त्यसको बाँदर नि। ए केटा हो, तिमीहरू उता गएर नुहाऊ है, यहाँ हाम्रो छेउमा ननुहाऊ।
अमौ केटाहरूलाई के भएको पेन्टीमै पो नुहायो त लाज पनि लाग्दैन क्या यिनीहरूलाई के गर्नु आफूलाई पनि नुहाउनु त मन थियो नि कटु नै बोकेर आइएन ओ आकाश हेर न यार यो केटीहरूको कस्तो सेक्सी जिउ होइन यत्रो बेर भइसक्यो दाइ कहाँ जानुभएछ खै बाटो पत्ता लगाउँछु भनेर जानुभएको अहिलेसम्म आउनुभएको छैन साथी हो नुहाइसक्नुभयो मैले एक दुई ठाउँ मान्छेको पाइला देखेँ अब हामी त्यही पाइलाको इसारामा बाटो निस्किने कोसिस गर्नुपर्छ चितुवा अब त हाम्रो नक्सोचोलै उड्ने भयो अमोलु भागौँ तपाईँहरू भाग्नुहोस् म पछि पछि आउँछु भाग्नुहोस् हिँड्नुहोस् लडे साथी हो मलाई पनि उठाएर तिमीहरूको मात्रै जानु मेरो चाहिँ जानु नै मलाई पनि बताऊ न मलाई पनि सँगै लिएर हिँड्न न अमोलु मलाई पनि बताऊ लु लडे दाइ मलाई पनि उठाऊ रिता रिता हात देऊ ए रिता रिता हात देऊ हात देऊ रिता हात रिता हात देऊ प्लिज रिता 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 हात देऊ तिमीलाई के हुँदैन छिटो आकाश प्लिज हेल्प मी दाइ हामीले यो जङ्गलबाट जसरी भयो नि पार गराइदिनुहोस् फेरि यो जङ्गलमा न नेटवर्क आउँछ न फोन लाग्छ हाम्रो साथी रिताले यो जङ्गलमा झन्डै ज्यान गुमाउनु पर्यो हामी सम्पूर्ण साथीहरूलाई यो जङ्गलबाट निकालिदिनुहोस् प्लिज कोसिस त गर्दैछु तपाईँहरूलाई पनि थाहा छ धेरै बाटो पत्ता लगाउन खोजेँ तर आजसम्म बाटो पत्ता लागेको छैन
दाई बरु हामी यहाँदेखि चाँडै नै जाउँ। ल हेर्नुहोस् जाउँ। साथी हो हामी त्यो बाटो हिँड्यो भने चाहिँ कतै यो जङ्गलबाट निस्किन सकेला, नत्र चाहिँ अलिक गाह्रै छ। ल साथी हो, अब हामी एकछिन यहीँ बसौँ। हामी यो जङ्गलबाट निस्किने बाटो चाहिँ त्यो हो। त्यहाँ अहिले सायद 12 पनि बज्यो होला। त्यो बाटोमा हात्ती हिँड्छ, त्यही कारणले गर्दाखेरि हामी 10-15 मिनट यहीँ बस्छौँ। दाइ त्यसो भए हामी 15 मिनट चाहिँ यहीँ बस्छौँ। ल साथी हो, एकछिन बसौँ। अब त यहाँ भन्दै एक पाइला पनि हिँड्नु सक्दिनँ। फेरि हात्तीको मुखमा जिरा भयो भने तपाईँले कसैले माया गर्ने भएको छ मैले गर्छु माया। तर किन चाहियो माया? यसलाई चाहिँ खालि मायाको कुरा मात्रै गर्नु जानेको रहेछ। यहाँ आफूलाई चाहिँ कहिले घरमा पुगेर साइला गएको बेमा बाँसको ढुङ्ग्रीमा बेटी लाएर नाच्नु भइरहेछ। यसलाई चाहिँ खालि मायाकै कुरा मात्रै। चुप लाग डर छेरुवा। पानी पनि पर्न थालिसक्यो। यिनीहरूलाई चाहिँ खालि मायाकै कुरा मात्रै होइन। यो मायाले के दिन्छ हो, के दिन्छ? साँच्चै भन्नुहोस् न दाइ, तपाईँले कसैलाई माया गर्नुभएको छ कि छैन? माया गरेकी थिए कसैलाई माया। कसलाई दाइ? जुनलाई माया गर्थेँ म। जुनलाई? अनि दाइ जुन कहाँ छिन् त अहिले? जुन अहिले आकाशमा छिन्। अहिले जुन सानमालिक के देख्नु पर्यो नि मेरो यो आँखाले? होइन के देखिस तेरो यो आँखाले? के भन्छस् त? राम सानमालिक, हाम्रो त्यो जुनु मालिक नि त त्यो वनपालेको छोरोसँग जुनु मालिक नि त। होइन यो के भन्छ? यो मैले यो के सुनिरहेको छु? जुनु बहिनी यता आऊ त। किन दादा? हेर बहिनी, तिमीलाई म कति माया गर्छु यो कुरा त तिमीलाई थाहा छ नि। मैले यो के सुन्दैछु? तिमी त यो वनपालेको छोरा पृथ्वीसँग हिँड्दैछौ अरे। दादा म पृथ्वीलाई धेरै माया गर्छु। म पृथ्वी बिना बाँच्न सक्दिनँ। म पनि त तिमीलाई माया गर्छु। मैले सानैदेखि तिमीलाई हुर्काएँ, बढाएँ, आज यत्रो बनाएँ। अब म तिम्रो दुःख देख्न सक्दिनँ। दादा मलाई पनि तपाईँलाई यो घरबाट छोडेर जान त कहाँ मन छ। तर दादा म विवाह पृथ्वीसँगै गर्छु। ल ठिक छ, म तिम्रो इच्छा त रोक्न सक्दिनँ। म एकछिन बजार पुगेर आउँछु, तिमी भित्र जाऊ। जुनु, ए जुनु यता आऊ त। हजुर दादा। म तिमीलाई आज खुसीको खबर सुनाउँछु। के खुसीको खबर? भन्नुहोस् न दादा। हेर बहिनी, म तिम्रो दाजु। तिमीले दुःख पाएको म हेर्न सक्दिनँ। तिमी सधैँ यसरी नै खुसी भएर बसेको म हेर्न चाहन्छु। तिम्रो दुःख त म हेर्नै सक्दिनँ। दादा यो के भन्नुभएको? दादा म हजुरदेखि टाढा बस्न सक्दिनँ। हेर बहिनी, त्यो वनपालेको छोरा पृथ्वीसँग गयो भने तिमी धेरै दुःख पाउँछौ र एउटा भएको माइती पनि गुमाउँछौ। हेर बहिनी,
आज बिहानै फोन आएको थियो, तिमीलाई आज राम्रो खानदानको केटा हेर्न आउँदैछ। के तिमी मन्जुर छौ? दादा, पृथ्वी म बिना बाँच्न सक्दैन र म पनि पृथ्वी बिना बाँच्न सक्दिनँ। हेर बहिनी, पृथ्वी भनेको एउटा वनपालेको छोरा हो, त्यसले तिमीलाई के दिन सक्छ र? म तिम्रो दुःख हेर्न सक्दिनँ, त्यसैले बहिनी मेरो कुरा मान। दादाले मेरै लागि भन्नुभएको रहेछ, म जे भए पनि पृथ्वीलाई सम्झाउँछु। पृथ्वी, एउटा कुरा भन्छु, नरिसाउ है। भन न जुनु, के कुरा हो? पृथ्वी, तिमी त मेरो मायामा डुबिसक्यौ होला, तर मैले त तिमीलाई केवल साथीको नाताले माया गरेको थिएँ। जुनु, तिमी यो के कुरा गर्दैछौ? मसँग रेला नगर। रेला होइन पृथ्वी, म साँच्चै भन्दैछु, म अरू कसैलाई माया गर्छु। जुनु, तिम्रो सानैदेखि डाँट्ने बानी थियो, कि त्यो डाँट्ने बानी अहिलेसम्म गएको छैन? होइन पृथ्वी, म साँच्चै भन्दैछु, तिमीलाई त मैले साथीको नाताले मात्र हेरेकी थिएँ, अब मलाई बिर्सिदेऊ। जुनु, के तिमी साँच्चै भन्दैछौ? यदि साँच्चै भनेको हो भने तिमीलाई नयाँ जिन्दगीको शुभकामना अनि बधाई छ तिमीलाई। तिम्रो सुखदमय जिन्दगीको शुभकामना। पृथ्वी, तिमी र म सँगै जीवन बिताउन नसके पनि एकअर्कामा साथीको माया त बाँड्न सक्छौ नि। पृथ्वी, जे हुनु भइगयो, किन मलाई परसम्म छोडिदेऊ। सानो मालिक, त्यो पृथ्वीले त हाम्रो जुनु मैसाबलाई अझै जङ्गलमा छोडेको छैन। ए हो त, मैले अहिले देखेर आएको। यो पृथ्वीलाई गाउँको एउटा अनाथ केटा भनेर मैले माया गरेको थिएँ। आज मेरो खानदानमा, मेरो इज्जतमा त्यसले मेरो इज्जतमा चोट पुर्याउने काम गर्दैछ। जुनु, दादाले भनेको गरिन रे। पृथ्वी, जुनु, 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 के भयो तिमीलाई? जुनु, उठ जुनु, उठ जुनु, तिमीलाई केही हुँदैन जुनु। जुनु, के भयो तिमीलाई? उठ जुनु, 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 उठ जुनु, जुनु, तिमीलाई केही हुँदैन जुनु। उठ जुनु, 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 उठ जुनु। यसरी साथी हो मेरो जुनलाई मबाट धेरै टाढा खोसेर लगिदिए। दाइ, यो तपाईँको कुरा सुनेर हामीलाई कस्तो नराम्रो लाग्यो। खैर केही छैन बहिनी, मेरो जिन्दगी यस्तै हो। बरु हामी बाटो पत्ता लाउनुतिर लागौँ। हेर्नुहोस्, जाउँ।
आफ्नो त झन् भोकले हात खुट्टै काम गर्नु छोडिसक्यो पेटमा भएको एक दुईवटा कुखुरा पनि मरिसक्यो होला हौ यसलाई चाहिँ भोकदार मात्रै लाग्दो रहेछ दाइ यो जङ्गलमा जङ्गली खानेकुरा त पाइन्छ होला नि के गर्नुहोस् न दाइ न त यिनीहरू भोकले मर्ने भयो हो दाई साह्रै भोक लागिसक्यो यो जङ्गलमा वनतरुलहरू त पाइन्छ होला नि ल्याइदिनु न प्लिज ठिकै छ म केही खानेकुरा भेटेँ भने लिएर आउँछु तपाईँहरू यहीँ बस्दै गर्नुहोस् है त ए खाओला पापा यो जङ्गलमा के पाउँछ र यो जङ्गलमा खान्छौ पापा अब यो जङ्गलमा के पाउँछ र खोज्नु फेरि साथीहरू पनि साह्रै पकाएको छ केही त भेटेला यत्रो जङ्गलमा हेलो साथी तपाईँ कहाँबाट आउनुभयो हेर्नुहोस् न दाइ म त गैँडा तस्करीलाई खोज्दै आएको थिएँ म त यो घना जङ्गलमा बाटो पत्ता लगाउनै सकिनँ भनेपछि तपाईँ पनि हामी जस्तै हुनुहुँदो रहेछ मैले पनि जङ्गलमा 2-4 जना साथीहरूलाई भेटेँ उहाँहरूसँग म हिँडिराखेको छु मैले पनि बाटो पत्ता लगाउनै सकेको छुइनँ हिँड्नुहोस् हामी सबै मिलेर बाटो पत्ता लगाएर यो जङ्गलबाट निस्किने काम गरौँ हुन्छ दाइ तपाईँहरूसँगै जान्छु ल आउनुहोस् जाउँ साथी हो खानेकुरा पनि अलिअलि भेटियो अनि तपाईँ हामी जस्तै अलपत्र परेका एउटा मित्र पनि भेटियो अब तपाईँ हामी सबै मिलेर बाटो पत्ता लगाउनुपर्छ ल अलिअलि वनतरुल पनि भेट्यो यसैलाई पोलेर खानुहोस् सलाई छ कि छैन तपाईँहरूसँग छ सलाई मसँग आज त यहाँ बाल सलाइले त ल साथी हो वनतरुल पनि पाको यही वनतरुल अलिअलि खाएर भए पनि भोक मेटाउनुपर्छ आफू त सकिसकेको मान्छे धन्न बाँच्यो खान्छु यही भए पनि आकाश ओ आकाश अब हामी आफै बाटो पत्ता लगाउनुपर्छ यो मान्छेको लैलोमा लागेर हुँदैन किन हामीलाई यो जङ्गलको बारेमा केही थाहा छैन जे जति भयो पनि दाइलाई नै थाहा छ त्यसैले हामी दाइसँगै जानुपर्छ हो आकाश किरणले ठिकै भन्दैछ हामीले जसरी भयो नि आफै बाटो पत्ता लगाउनुपर्छ साथी हो तिमीहरू किन बुझ्दैनौ किन जबरजस्ती गर्छौ अब हामी यो मान्छेसँग हिँडेर हुँदैन साथीहरू तिमीहरू जान्छौ भने जाऊ हामी चाहिँ दाइसँगै जङ्गलबाट निस्किन्छौँ होइन आकाश भाइ उहाँहरूले ठिकै भन्दै हुनुहुन्छ तपाईँहरू आफ्नो बाटो लाग्नुहोस् अनि म आफ्नो बाटो लाग्छु होइन दाइ मेरो पनि तपाईँहरूसँग धेरै दिन पछाडि भेट भयो सबैजना मिलेर बाटो पत्ता लगाउँ होला होइन साथी तपाईँहरू जानुहोस् हो साथी हो हामी जाउँ
हेलो ए हजुर अङ्कल नमस्ते। अङ्कल हामी यहाँ घनागोर जङ्गलमा छौँ, अहिलेसम्म बाटो पत्ता लागेकै छैन। हजुर हजुर हामी आउने प्रयास गर्दैछौँ, हामी जसरी भए पनि आइपुग्छौँ। हुन्छ हुन्छ अङ्कल ल। सन्दीप कसको फोन हो? अङ्कलले फोन गर्नुभएको थियो। सिमरिकालाई जसरी भए पनि 4 दिनभित्रमा अस्पताल भर्ना गर्नुपर्छ अरे। हेर साथी हो, तिमीहरूलाई पनि थाहा नै छ नि सिमरिकाको किडनी ड्यामेज छ भन्ने कुरा। हुन त हो, रिताको पनि मुटुको रोग छ। हामी कस्तो समस्यामा पर्यौँ है? हो साथी हो, अब हामी पनि जाउँ। हेर साथी हो, हामी एकै ठाउँ हिँडेर बाटो पत्ता लाग्दैन, त्यसैले हामी छुटिएर बाटो पत्ता लगाउने कोसिस गरौँ। हामी छुटिनु र? हामी ग्रुपै भएर हिँड्दा हुँदैन? त्यही पनि आफूलाई कस्तो डर लाग्छ। चुप लाग्छ, हामीसँग हिँड्दा हुँदैन? होइन साथी हो, बाटो देख्ने मान्छे पनि हामीले गुमाइहाल्यौँ। अब हामीलाई बाटो पत्ता लगाउन झन् गाह्रो हुन्छ। लाग्छ, बाटो पत्ता लाग्छ। अब हामी आकाशले भनेकै कुरामा हिँड्नुपर्छ। छुटिएर बाटो पत्ता लगाउने कोसिस गर्नुपर्छ। हो साथी हो, हामीहरू किन ढिला गर्ने? हामी बाटो पत्ता लगाउनुपर्छ। जाउँ। हो, हामी यहाँ बसेर के फाइदा साथी हो, जाउँ अब। होइन, 2-2 जना हिँडेर बाटो कसरी पत्ता लाग्छ? त्यसको लागि सुन्नु साथी हो, यही ठाउँलाई मिसन बनाउनु पर्छ र बाटो पत्ता लागेको 2 घन्टा पछाडि सबै यही ठाउँमा आइपुग्नुपर्छ। हो साथी हो, हामी 4 जना यता जाउँ। अमौ यता त झन् कस्तो कस्तो हात्तीहरू आउँछ रे, कत्रा कत्रा। अहिले सुली निकाल्छ होला फेरि। यता यो बाटो त नजाउँ है। अमौ के आयो फेरि? कसले हान्यो नि? धन्न मलाई लागेन, अलिकतिले बचे। अलिअलि त दुखिहाल्छ नि, बिस्तारै बिस्तारै अलिअलि सौ त म तानिहाल्छु, बिस्तारै तान्दैछु ल। उठ भाइ उठ, नहात्यो। अब जङ्गलको औषधि खोजेर लाउनुपर्छ। होइन, कतै यो दाइ पनि जङ्गली मान्छे हो कि क्या हो? खै त्यही त, थोपडा पनि त्यस्तै छ। ए दाइ, ती पनि जङ्गली मान्छे हो नि भनिहाल न, म अहिले भागिहाल्छु। होइन भाइ, नडराउ न, म पनि त मान्छे नि हो। तिमीहरूलाई त थाहा छ नि बाटो कसरी पत्ता लगाउने हो भनेर। ओइ साथीहरू मरिसक्यो होला, हामी मात्रै बाँचेका छौँ। मर्दैन हौ, मर्दैन हौ। जङ्गलमा हिँड्दा चोटपटक त लागिहाल्छ नि। हिँड जाउँ। सन्दीप, रात पनि धेरै परिसक्यो। ती साथीहरू कहाँ गयो होला? आकाशले गर्दा हामी 2 जना छुट्यौँ। अब कसरी बाटो पत्ता लगाउने होला सन्दीप? हेर सिङ्गिका, तिमी नडराऊ, तिम्रो लागि म छु नि। सन्दीप, मलाई त पुरा डर लागिरहेछ। यो आकाशले गर्दा हामी यसरी छुट्नु पर्यो। सिङ्गिका नडराऊ, हामी जसरी भए पनि भोलि निस्किन्छौँ। साँच्चै तिम्रो बाबाले भन्नुहुँदै थियो तिमीलाई भोलि जसरी भए पनि अस्पताल भर्ना गर्ने अरे। सन्दीप, म त मर्छु कि बाँच्छु थाहा छैन, तर मेरो इच्छाहरू पुरा गर्दो है। तिमी यो के भन्दैछौ सिङ्गिका? इट्स ओके। रेनु, रात पनि धेरै बितिसक्यो। अब हामी यही बसौँ। साथीहरू पनि छताछुल्ल भएर कता गए। कुन दिनमा यो ठाउँ घुम्न आइएछ? किरण, यो कसैले गर्दा भएको होइन, यो हाम्रै कारणले भएको हो। अब सुतौँ। रेनु, एउटा कुरा माग्छु, प्लिज दिन्छौ? के किरण? रेनु, म तिमीलाई धेरै माया गर्छु, प्लिज देऊ न। ओके किरण। उफ, साला कस्तो झमेलामा पर्छ यार। सन्दिका सरी। केही छैन सुरज, भोलि त हामी घर पुगिहाल्छौँ नि। सन्दिका, म तिमीलाई धेरै चाहन्छु, म तिमीलाई धेरै माया गर्छु। सुरज, म पनि त तिमीलाई माया गर्छु नि, म पनि तिमी बिना बाँच्न सक्दिनँ।
आई लभ यु सुरज। आई लभ यु टु सन्धिका। सहारा, अब हामी यो जङ्गलबाट निस्कन सक्दैनौँ होला, अब के गर्ने? शिशिर, हामी जसरी भए पनि यो जङ्गलबाट निस्किनुपर्छ। आजको रात त्यही बिताए पनि भोलि त हामी निस्किहाल्छौँ नि। सहारा, बाई चान्स हामी यो जङ्गलबाट निस्कन सकेनौँ भने सिङ्गिका र रिताको दुर्घटना हुन सक्छ होला। शिशिर, तिमीलाई अरूको बारेमा मात्रै चिन्ता छ, मेरो बारेमा चिन्ता छैन है तिमीलाई। सहारा, आई एम सरी सहारा, मलाई तिम्रो साह्रै माया लाग्छ। आई लभ यु। प्रमिस शिशिर। रिता, आज मेरो कारणले गर्दा तिमीले यति दुःख पायो है? आई एम सरी रिता। केही छैन आकाश, तिमीले पनि त बाटो पत्ता लगाउनको लागि यो सब गरेको हौ नि। आज बाटो पत्ता नलागेर के हो त, भोलि त पत्तो लाग्ला नि आकाश। रिता, म तिमीलाई धेरै माया गर्छु रिता। आई लभ यु रिता। आई लभ यु टु आकाश। अमो, यो मेरो हातखुट्टा केले कामेको? जाडेले हो कि डरले? अपुई, घरमा भयो त आमा बाउले दुई दुईवटा तिनवटा सिरकहरू खप्ट्याएर दिन्थे, कस्तो आनन्दले बाफेर सुत्नु पाइन्थ्यो। यहाँ त छैन है, ढुङ्गाको सिरानी लाएर ढुङ्गाको ओछ्यान लाएर ढुङ्गाको सिरानी लाएर म सुत्नु। तर केही छैन साथी हो, हात्ती आयो भने सुली निकाल्छ होला। मेरो सहित घोषणा गर्दै है साथी हो। ए भाइ, के गर्छौ? तिमीहरूको साथीहरूले गर्दा बाटो देख्ने मान्छेलाई पनि खेदाइहाल्यौ। अब सुत भाइ, केही हुँदैन। ए दाइ, यो त झन् दिउँसै डराउने, झन् रातमा त डराइहाल्छ। ए मुला, कति ल्याङल्याङ गरेको? चुप लाएर सुत न, अहिले फेरि हात्ती आउँछ। हात्ती? लु म भाग्छु। ओए चुप, आउँदैन आउँदैन, अब चुप लाएर सुत। भाइ सुत सुत, के साह्रो डराएको? ल साथी उठ उठ, उज्यालो भइसक्यो त। अरे खोइ सुभाष, अरे सुभाष खोइ? सुभाष सुभाष आमो, के साह्रो कराएको? आफू रातभरि पनि डरले सुत्नु पाइएन। सुभाषलाई लगेछ, अर्को पालि त मेरो पालो होला है साथी हो। म पनि यसरी हरायो भने त खतम। पहाडमा बाउको झुप्पा तानेर आँडे बनाइदिएको थियो अरे बाँदरले, यो बाघले हामीलाई लुस्ने भयो। अब ओ साथी हो, हामी यहाँ यसरी बसेर हुँदैन, सुभाषलाई खोज्न जानुपर्छ। अब फेरि कहाँ जानु होला बाघलाई खानुको लागि? मलाई त साह्रै डर लाग्छ, यहीँ बस्छौ न। यहाँ बस्यो भने तेरो बाजे हात्ती आउँछ। आमो, हात्ती? म त भाग्छु। यो भाइ कति हात्तीको, हेड भाइ, केही हुँदैन, हामी छौँ त। सुभाष, 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 सुभाष। आकाश, 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 मुटु दुख्न थाल्यो, अब म मर्छु होला आकाश। रिता, तिमीलाई के हुँदैन रिता? म छु नि रिता, तिमी यस्तो कुरा नगर रिता, तिमी कहिले मर्दैनौ। आकाश, मलाई साह्रो गाह्रो भयो, एकछिन यहीँ बसौँ है। रिता,
त्यसो भए एकछिन यही रेस्ट गरौँ न त रिता तिमीलाई केही हुँदैन आकाश तिमीलाई त थाहा छ मलाई किन यस्तो भएको होला हामी जङ्गलबाट निस्केपछि सब ठिक हुन्छ रिता तिमीलाई के हुँदैन रिता तिमीलाई के हुँदैन तिमी कहिले मर्दैनौ सुभाष नाइ सुभाष ए सुभाष सुभाष ए सुभाष के भयो तिमीलाई उठ उठ सुभाष के भयो तिमीलाई सुभाष छिटो उठ उठ सुभाष तिमीलाई के भएको छैन सुभाष छिटो उठ के भयो सुभाष के बोल न सुभाष सुभाष के भयो ए सुभाष के भयो तिमीलाई उठ सुभाष रेणु हामी यहाँ बस्नु ठिक छैन यहाँ फेरि बाघ आउन सक्छ हामी भागौँ के सुभाषलाई चाहिँ एक्लै छोडेर जानु अब के गर्छौ त यहाँ हाम्रो ज्यानको पनि खतरा हुन सक्छ हिँड जाउँ सन्दीप के भयो तिमीलाई के भयो भन न के भयो भन न सङ्गिका सन्दीप के भयो तिमीलाई सेङ्गिका मलाई हिजो राति के भयो एकदमै डर लागिरहेछ हिजो राति मलाई भूतले घाँटी नाक्यो सन्दीप तिमीलाई ऐठान भएको होला तिमी झन् छोरा मान्छे भएर त यति धेरै डराउँछौ भने झन् म त छोरी मान्छे मलाई झन् कस्तो भयो होला भन त हेर सेङ्गिका म खासै डराएको त होइन मेरो सपनै बिग्रेको रहेछ साला त आकाशले गर्दाखेरि हामी यत्रो घनाघोर जङ्गलमा फस्नु पर्यो सन्दीप साथीहरूलाई ती जङ्गली मान्छेले मारिसक्यो होला मरेका छैनन् सेङ्गिका यदि हाम्रा साथीहरू मरेका भए यत्रो घनाघोर जङ्गलमा कहीँ न कहीँ त मरेका लास भेटिहालिन्थ्यो नि होइन सन्दीप हाम्रो साथीहरूले त्यो जङ्गली मान्छेले मारिसक्यो होला त्यो जङ्गली मान्छेले मारिसकेपछि हड्डी पनि बाँकी राख्दैन रे हेर सेङ्गिका हाम्रो साथीहरू मरेका छैनन् सन्दीप तिमी जबरजस्ती नगर उनीहरू मरिसके सन्दीप मरिसके सन्दीप नडराउ सेङ्गिका म छु नि तिम्रो लागि रिता अब यतैबाट जाउँ होला यताबाट जहाँ चाहिँ यसो बाटो पत्ता लाग्छ कि रिता भाग रिता रिता ए रिता माफ गर्नुहोला सुरज बाबालाई फोन लाऊ न मलाई त साह्रै डर लाग्न थालिसक्यो हामी हिँडेको पनि 2 दिन भइसक्यो घरमा सन्धिका ट्राई गरिरहेछु फोनै लाग्दैन नर जे हुनु भइहाल्यो सुरज अब त हामी यही जङ्गलमा मर्छौँ होला मर्दैनौ सन्धिका सुरज त्यो के हो भाग सन्धिका भाग आऊ छिटो
सन्दिका 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 उठ सन्दिका सन्दिका उठ सन्दिका उठ सन्दिका उठ सन्दिका त्यही भाग मलाई केले तान्यो सन्दिका त्यही भाग भाग सन्दिका भाग मलाई केले तान्यो सन्दिका त्यही भाग नाइ सुरज म तिमीलाई छोडेर जान्न अब यो जङ्गलबाट कसरी निस्किनु होला साथीहरू पनि हेर न कता कता गए सारा भागु जङ्गल मान्छे भागु Zizira. तिमीलाई के सारा तिमीलाई के सारा सारा तिमीलाई के उठ सारा उठ उठ सारा उठ उठ के तिमीलाई सारा सारा सङ्गिका हिँड छिटो आऊ सङ्गिका बिस्तारै बिस्तारै
छिटो आऊ सिङ्गिका सिङ्गिका छिटो आऊ सन्दीप आउन बचो सन्दीप प्लिज आउन बचो सन्दीप प्लिज आउन बचो सन्दीप सन्दीप आउन प्लिज मलाई बचो आउन प्लिज सिङ्गिका सिङ्गिका सन्दीप सिङ्गिका सन्दीप आउन बचो सन्दीप प्लिज आउन बचो सन्दीप प्लिज आउन बचो सन्दीप सन्दीप सिङ्गिका नडर म छु बिस्तारी सिङ्गिका के भयो तिमीलाई सिङ्गिका सिङ्गिका बोल न के त सिङ्गिका सिङ्गिका बोल न सिङ्गिका के भयो तिमीलाई सिङ्गिका सिङ्गिका म तिमीलाई पानी लिएर आउँछु अमो बाघ अमो जुत्ता लाने पक अब म पानी लान्छु आमा फेरि पनि माग्छ के मागेको पेन पोक तँलाई म दिन्छु यसरी पर्खि ल अब त भयो नि आमा फेरि गरायो के मागेको पक अब त म सर्ट पनि दिन्छु पक लाग अब मलाई पानी लान्छ दे नि आमा अब के यो त मलाई चाहिन्छ पर्खी भाग सिङ्गिका उठ सिङ्गिका उठ उठ न सिङ्गिका सिङ्गिका उठ सिङ्गिका उठ उठ न के आयो यो भाइ के गर्छ जङ्गलले भेट्यो क्या अनि भूत लाग्यो क्या होइन हौ भाइ के भयो तिमीलाई आयो नि आउने चिज पनि आयो नआउने चिज पनि आयो होइन के भन्छ यो के आयो पिसाब आयो मुत आयो एकछिन तिमीहरू यही बस्छ ल फेरि मलाई डर लाग्छ के होइन भने यही मुतिन्छु नि के छ र मलाई होइन भाइ अलिक पर गएर फेर न लु त्यसो भए तिमीहरू यही बस्छ ल अमो कस्तो पिसाब आएको पिसाब के साह्रो आएको आम्मामा यस्तो कहिले हुँदैन त्यो आम्मा बाघ भालु पनि आउँछ अरे यो जङ्गलमा अस्ति पनि बन मान्छेले खेदाएको आम्मामा माटोको भयो अघि फुटिसक्थ्यो होला यहाँ फेरि यतिखेरै सार्वजनिक टोइलेट पनि छैन हो कहाँ गएर पिसाब फेर्नुलाई आफूलाई कस्तो साह्रो परिसक्यो अब यता के जानु यी फेरिदिन्छु अब कस्तो साह्रो पऱ्यो माटोको भयो त अघि फुटिसक्थ्यो होला आम्मा कस्तो आनन्द आएको यस्तो आनन्द कहिले आएको थिएन आमा बन मान्छे आमा बाघ मेरो काका मेरो बाबु मेरो हजुरबा मेरो नाति
नातिन पलातिर तिमीले अब मलाई काका साइलीसँग मेरो बिहे गर्नु छ भाउ नमार न मलाई स्वर्ग जानु मन छैन मलाई नमार एकछिन छोडिदेऊ म एकछिन बाँच्छु मेरो घर पुग्नु छ मै त्यो काकाको बेमा ब्याट्री बसको ढुङ्ग्रिया ब्याट्री लगाएर जोडेर डेक बजाएर मजाले नाच्नु छ लु मारो म सकिएँ अब म सकिएँ ओह होइन तिमी अझै गएको छैनौ अमो यो त फेरि यहीँ रहेछ म र फेरि के साह्रो गनाएको बरु मुख छोप्छु एकछिन भए पनि लु त अब त देख्दिन पनि डर लाग्दैन पनि मोर गराउँदैन पनि लु त अब चाहिँ खाला उलो खुट्टा पो तान्छ ल बजेले फेरि मलाई काला नाट्यो ओह काला नाट्यो बजेले फेरि होइन काला नाट्योले मलाई ल डोर्याएको छ त कहाँ चाहिँ लानाट्यो यसको बाजेले कहाँ लान्थ्यो यसको घर लानाट्यो यसको के गरुन्थ्यो अनुहारमा दन्नर हेर्दै तर्साउने जस्तो ल अब चाहिँ राखेँ यसले होइन के गर्न आँट्यो यसले मेरो टाउकोतिर आउँछ त अरे के उचालो यसले फेरि अरे मार्न आँट्यो क्या हो भाइ त्यो त पछि फेर्न गएको 1 घन्टा भइसक्यो कता गयो खोइ दाइ सुभाष पनि यो जङ्गलमा यसरी हरायो भाइ उसलाई खोज्न जानुपर्छ हामी जाउँ भाइ जाउँ दाइ भाइ त्यो हाम्रो साथी होइन भाइ 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 ए भाइ भाइ उठ भाइ उठ भाइ के भयो भाइ 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 ए भाइ सनम यो भाइले त जङ्गली मान्छेले मारे जस्तो छ यहाँ बस्नु खतरा छ भागु आकाश हाम्रो साथीहरू कहाँ गयो होला पक्कै पनि त्यो वन मान्छेले मारिसक्यो होला है होइन कसैलाई केही भएको छैन यति कसैलाई केही भएको भए त यत्रो जङ्गल घुमिसक्यो हामी कसै न कसैलाई काहीँ न काहीँ त भेटिन्थ्यो नि होइन आकाश त्यो वन मान्छेले हाम्रो साथीहरूलाई मारिसक्यो रिता तिमी नडराउ रिता उनीहरू सायद यो जङ्गलबाट निस्किसक्यो होला नाइ आकाश उनीहरू निस्केका छैनन् होला यदि निस्केका भए त हामीलाई पनि त निकाल्न आउँथे नि जे होस् रिता अब हामी पनि निस्किने कोसिस गर्नुपर्छ हिँड जाउँ
चन्द्रिका चन्द्रिका उठ चन्द्रिका चन्द्रिका उठ उठ चन्द्रिका 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 उठ चन्द्रिका उठ के त होला चन्द्रिका आँखा खोल चन्द्रिका उठ चन्द्रिका चन्द्रिका उठ चन्द्रिका चन्द्रिका आँखा खोल चन्द्रिका भागो भागो रेनु छिटो भागो मेरो रेनुलाई के भयो रेनु 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 के भयो तिमीलाई रेनु केही त बोल किन तिमीलाई के भयो रेनु रेनु रेनुलाई के भयो रेनु उठ रेनु रेनु उठ रेनु आकाश अब बाटो पनि पत्ता लाग्ला जस्तो छैन के गर्ने म त सोच्नै सकिरहेको छैन रिता बाटो त एक दिन पत्ता लागिहाल्छ नि नसुताउ न म छु नि म छु भन्छु घरबाट हिँडेको 3 दिन भइसक्यो न केही खान पाएको छ न बाटो पत्ता लाग्छ रिता तिमीलाई पनि त थाहा छ नि मैले पनि त कोसिस गरिरहेको छु आकाश यो सब तिमीले गर्दा भएको अहिलेसम्म साथीहरूको अत्तो पत्तो छैन हो थाहा छ यो सब मैले गर्दा भएको हेर रिता उनीहरूलाई अवश्य भेटिन्छ जबसम्म उनीहरूलाई भेटिँदैन तबसम्म म यो जङ्गलबाट निस्किने छैन तिमी चाहिँ यहाँबाट निस्क या ननिस्क तर मलाई चाहिँ यहाँबाट निकालिदेऊ प्लिज रिता तिमी आवेशमा नहो म यो जङ्गलबाट तिमीलाई अवश्य निकाल्नेछु
सन्धिका तिमी मबाट धेरै टाढा भए पनि अर्को जुनीमा तिमीसँगै जिन्दगी बिताउनेछु। सन्धिका मलाई माफ गरिदेऊ। तिमी मबाट टाढा भए पनि तिम्रो आत्मा शान्ति पाओ। सन्धिका सन्धिका मलाई माफ गरिदेऊ। सिङ्गिका छिटो आऊ न, बाटो अप्ठ्यारो छ। सिङ्गिका 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 सिङ्गिका। एकैछिन ल रिता, यहाँ टावर आउला जस्तो छ। फोनै लाग्दैन रिता। रिता 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 रिता। हेलो मिता। मितिनीहरूलाई भेट्नुभयो त? ए त्यसो भए मितिनीहरूलाई भेटेपछि कल पाऊँ है त मिता। ओके ओके मिता। सेवारो मेज्यू। सेवारो मेज्यू सेवारो। यसपालि त तपाईँले धेरै राम्रो काम गर्नुभएछ, धेरै राम्रो काम गर्नुभएछ। होइन मेज्यू,
मैले कहिले चाहिँ पो नराम्रो काम गरेको छु र कि कसो मेज्यू? होइन मेज्यू, तपाईँले त यसपालि त झन् नराम्रो काम गर्नुभएछ। यसरी मितिनीहरूलाई बाँधेर यसरी दुःख दिनु मिल्छ? खोलिदिनुहोस् मितिनीहरूलाई। होइन मेज्यू, 3 दिनपछि मितिनीहरूलाई भेटेको, हाम्रो काम सक्सेस नहुन्जेलसम्म किन छोड्नु भनेर बाँधेर राखेको मेज्यू। ल ठिक छ मेज्यू, त्यसो भए सबैतिर केटाहरू खटाएर राख्नु भएको त होला नि? सबै ठिक छ मेज्यू, ठाउँ ठाउँमा बम फिट गरेर राखेको छु र केटाहरूलाई पनि ठाउँ ठाउँमा खटाएर राखेको छु। यति नगरी त मितिनीहरू भागिहाल्छन् नि। ल हेर मेज्यू, तपाईँले त मेरै अगाडि मितिनीहरूलाई सुमसुम्याउनुहुन्छ, कतै म नभएको बेला त बिताउनु त भएन तपाईँले? हेट, कस्तो कुरा गर्नुभएको मेज्यू, म त्यस्तो गर्छु होला त? फेरि हाम्रो विवाह पनि त भएको छैन, मेरी श्रीमती त यता छँदै छिन् नि मेज्यू। त्यसो भए अब शुभ कार्य सुरु गरौँ न त। ए पण्डित, सुरु गरौँ न त अब। खोइ सुरु त गरौँ नि, दियो कलश पैसा सैसा केही छैन, त्यसै हुन्छ सुरु। हे पण्डित, यो जङ्गल हो, यहाँ केही पनि पाउँदैन, काम सुरु गर, पढ, छिटो पढ। ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गणध्वज मङ्गलम पुनकाक्षी मङ्गलय तनहरि काक्षे मङ्गल। पण्डित छिटो पढ, छिटो पढ, छिटो पढ, यहाँ आफूले कतिखेर सिन्दुर लाउँ भइसक्यो। ओम नमः शिवाय। ओम पण्डित छिटो पढ, छिटो पढ, छिटो पढ। मङ्गलम गणध्वज मङ्गलम पुनकाक्षी मङ्गलय तनहरि। छिटो पढ, छिटो। मङ्गलम गणध्वज मङ्गलम पुनकाक्षी मङ्गलय तनहरि। मङ्गलम पुनकाक्षी मङ्गलम ल ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गणध्वज मङ्गलम पुनकाक्षी मङ्गलय तनहरि। ओम नमः शिवाय। ओम ओम गणेशाय नमः मङ्गलम मूर्तदेवाय नमः। ओम नमः शिवाय। ओम भगवान् विष्णु मङ्गलम गणध्वज मङ्गलम पुनकाक्षी मङ्गलय तनहरि। गणेशाय नमः। ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गणध्वज मङ्गलम पुनकाक्षी मङ्गलय तनहरि। ओम यो के भएको आगो पनि के छ हौ? ए मेज्यू, तपाईँले चारैतिर केटाहरू खटाउँछु भन्नुभएको थियो होइन? खोइ त क्या हो यस्तो? तपाईँ चिन्ता नगर्नुहोस् मेज्यू, अब सब ठिक हुन्छ। अब जङ्गलमा त यत्रो यत्रो बम पड्काउँदो रहेछ, मेरो त पड्काएन नि। अब रहेछ बाघ। के हो यस्तो? केटा खटाउनुहोस्। ए केटाउ, ठोक सालेलाई। म पण्डित, अब तेरो पनि काम छैन, भाग बरु भाग।
मेज्यू मितिनीहरूलाई साह्रै गाह्रो भयो जस्तो छ। हाम्रै त नि आखिरी। चाहिएन मलाई यो मितिनीहरू, पुग्यो मलाई। बरु कुमारै भएर बस्छु मिज्यू, चाहिएन मलाई। ओह, चाहिएन। कहाँ जालासमा छेडी मेरै ढडिया कि कसो मिज्यू? ठिकै हो मिज्यू, हाम्रै त सामानहरू हो नि। मिज्यू सामान त हाम्रै हो नि, जाउँ पक्रियो, किन ढिला गर्ने? हो मिज्यू, जाउँ। कति दुःख दिन्छ मितिनी। मेज्यू यिनीहरू दुईटाले साह्रै दुःख दिए। यो दुईटा लट्ठालाई चाहिँ मारिदिउँ कि क्या हो? अह मिता, त्यसो गर्नु हुँदैन। यिनीहरूलाई मार्यो भने यिनीहरूले कसरी देख्छन्? यिनीहरूकै अगाडि जान कुटी जाई गर्नु पर्यो नि मिता। ए हो र मिज्यू, कुरा त ठिकै हो। सिन्दुर ल्याउनु नि त मिता। मितिनीहरूलाई सिन्दुर लगाइदिउँ। यहाँ आफूलाई कस्तो भइसक्यो। मिता, सिन्दुर आउँदैछ। ए मेज्यू सिन्दुर लाउँ होइन त? लाउनु र लाउनु परेन त मिता मितिनीहरूलाई। सिङ्गिका सिन्दुर चाहिँ यहाँ लाउँ। स्वागत रात चाहिँ घरमै मनाउँ न होला, कस्तो मजा हुन्छ होला है। सिङ्गिका बवाल होला जस्तो छ आज। ए मिता, को यो झारपातहरू? केटाहरू घटाउनुहोस्। मार सालेलाई। मिता
हामीहरूले यिनीहरूलाई पक्रिने होइन, पहिला यिनीहरूलाई मारौँ अनि यिनीहरूसँग बिहे गर्नुपर्छ। जमिता मारौँ यिनीहरूलाई। यहाँले काट्ने, म यिनीहरूलाई मारिदिन्छु। सन्दीप उठ, प्लिज सन्दीप उठ, उठ सन्दीप उठ। यदि त मेरो हुन सक्दैनस् भने तँलाई मारिदिन्छु, म मारिदिन्छु। रिता, रिता, ए रिता, तिमीलाई के भयो रिता? उठ रिता, ए रिता, रिता, ए रिता, रिता, रिता। रिता, उठ न, उठ न रिता, ए रिता, के हो तिमीलाई? रिता, उठ न, उठ न रिता, ए रिता, के हो तिमीलाई? आकाश
Uh.